हेलो सबैजनालाई अहिले चाहिँ मैले है यो कटहरको सब्जीलाई पकाउन लागेको। आजको डिनरमा सब्जी चाहिँ कटहर हो र फ्राई गर्दैछु। यहाँ चाहिँ फ्राई गरेर राखेको छु। चाहिँ आलु हो, चाहिँ प्याजहरू रेडी बनाउँदैछु। यहाँ फ्राई गर्नु छ। आजको कटहरको सब्जी कस्तो हुन्छ होला। कसरी पकाउँछु म चाहिँ, तपाईहरु चाहिँ कसरी पकाउनुहुन्छ? यो चाहिँ अब अहिले उयोमा लगाएर पकाउनु पर्छ। धन्यवाद तपाईहरु सबैजनालाई।